नमस्ते सम्पूर्णमा 안녕하세요 여러분. आज पनि सिनो कोरियन नम्बरको युजेजको चौथो पाठ हैन आज पनि हामी सिनो कोरियन नम्बरको युजेजको बारेमा हेर्छौं। आज हामी जान्छौं सिधै 16 नम्बरमा। हामीले 15 नम्बरसम्मको हेरिसकेका छौं। यदि हेर्नु भएको छैन भने च्यानलमा भिजिट गरेर हेर्न सक्नुहुनेछ। 16 नम्बरमा के छ त भन्दाखेरि विभिन्न नापतौलका एकाइ तथा लम्बाइ, चौडाइ, उचाइ, दूरी सम्बन्धी गन्ती गर्दा पनि सिनो कोरियन नम्बर अर्थात् इल इ साम्साओ यी नम्बरहरूको प्रयोग गरिन्छ। सुरुमा हामी नापतोलका एकाइलाई हेरौँ। नापतोलका एकाइ भनेको के हो त? सुरुमा हेरौँ लिटर, ग्राम र केजी। लिटरलाई लिथ भन्छ, ग्रामलाई खुरेम भन्छ र केजीलाई खिल्लो भन्छ। ध्यान दिने है। अब यी हामीले 1 लिटर अर्थात् 1 ग्राम अर्थात् 1 केजी के दिनुहोस् भनेर भन्नु पर्यो भने हामीले के भन्ने? इली साम्साओको प्रयोग गरेर माग्ने। जस्तै इक्जाम्पल हेरौँ 4 लिटर भनेर भन्नु पर्यो भने सा लिथ हो, सा लिथ। त्यसै गरी 100 ग्राम भन्नु पर्यो भने फेकुरेम, फेकुरेम हो। यो फेकुरेमै उच्चारण गर्दा ध्यान दिने हैन। फेकुरेम ग जुदो भन्ने उच्चारण क हुन्छ नि, फेकुरेम। त्यसै गरी 1000 केजी लाई कसरी भन्ने? छन खिल्लो, छन खिल्लो हैन। 1000 केजी छन खिल्लो। ल त्यसै गरी अब अर्को हेरौँ यसैको अर्को भाग। मास्टर हामीले नापतोलका एकाइ हेरेका थियौं भने अब यसमा लम्बाइ, चौडाइ, उचाइ, दूरी अब यति किलोमिटर, यति मिटर भनेर भन्नु पर्यो भने पनि सिनो कोरियन नम्बरको प्रयोग गर्छौं है। अब जस्तै हेरौँ इक्जाम्पलमा मिलिमिटर, एमएम हैन, मिलिमिटर, सेन्टिमिटर, मिटर, किलोमिटर र माइल हैन। मिलिमिटरलाई मिलिमिथ भन्छ, सेन्टिमिटरलाई सेन्टिमिथ, मिटरलाई मिथ, किलोमिटरलाई किलोमिथ र माइललाई चाहिँ माइलै भन्छ। 1 माइलको 1.61 किलोमिटर हुन्छ है। ध्यान दिउँ 1 माइल भनेको कति किलोमिटर? 1.61 किलोमिटर। ध्यान दिने है यो। अब जस्तैमा जाउँ इक्जाम्पल हेरेपछि अझ बढी क्लियर हुन्छ। 4 मिलिमिटर भनेर भन्नु पर्यो भने कसरी भन्ने त? सा मिलिमिथ, सा मिलिमिथ, 4 मिलिमिटर। अब 5 सेन्टिमिटर भनेर भन्नु पर्यो भने ओ सेन्टिमिथ, ओ सेन्टिमिथ। त्यसै गरी 200 मिटरलाई इबेक मिथ, इबेक मिथ। छिटो भन्नु पर्यो भने इबेङ मिथ हुन्छ है। छिटो इबेङ मिथ भनेर भन्नु पर्यो भने यो ग को उच्चारण चाहिँ ङ हुन्छ है, इबेङ मिथ हुन्छ है। ध्यान दिने। छिटो भनेको छ भने चाहिँ इबेङ मिथ भन्ने हुन्छ है। यो गलाई ङ भनेर उच्चारण गरिएको हुन्छ। त्यसै गरी 90 माइल भनेर भन्नु भने साबे खुसिप माइल, साबे खुसिप माइल। अब हामीले अघि माथि हेरिसकेका छौँ 1 माइल भनेको 1.61 किलोमिटर। त्यसै गरी 2000 किलोमिटर, 2000 किलोमिटरलाई कसरी भन्ने? यी छन् किलोमिथ, यी छन् किलोमिथ। हेरौँ है, नाप, तौल, त्यसै गरी उचाइ, लम्बाइ, चौडाइ सबैलाई हामीले भन्नु पर्दाखेरि सिनो कोरियन नम्बर अर्थात् इल इ साम्साओको प्रयोग गर्ने। हामीले यो नियम नम्बर 16 मा हेर्यौं। अब हामी जान्छौं नियम नम्बर 17 मा। नियम नम्बर 17 मा के छ त भन्दाखेरि होसन, होसन भनेको रेलको लिक नम्बर हैन। त्यो रेलको लाइन भन्छ नि, लिक हो। त्यसलाई पनि हामीले सिनो कोरियन नम्बरको प्रयोग गरेर गन्छौं। होसन भन्छ, होसन भनेको रेलको लाइन नम्बर अर्थात् त्यो रेल कुद्ने बाटो। ट्रेनको लाइन नम्बर गन्दा पनि हामीले यो सिनो कोरियन नम्बरको प्रयोग गर्छौं। जस्तै 1 नम्बरमा हेरौं, 1 नम्बर ट्रेनको लाइन भनेर भन्नु पर्यो भने इरहोसन भनेर भन्ने, इरहोसन, इरहोसन है। त्यसैगरी 5 नम्बर ट्रेनको लाइन भनेर भन्नु पर्यो भने ओ होसन, होसन हुन्छ है। यहाँ हो मात्रै भन्छ, ओ होसन। त्यसैगरी 9 नम्बर ट्रेनको लाइन भनेर भन्नु पर्यो भने खु होसन, खु होसन हो। 9 नम्बरको ट्रेनको लाइन। त्यसैगरी जाउँ 18 नम्बरमा। ल 18 नम्बर हेरौँ। 18 नम्बरमा दो भन्ने छ। यो दो भनेको
डिग्री एंगल कोण र तापक्रम नाप्दाखेरि पनि हामीले यो दोको प्रयोग गर्छौं हैन। अब भन्नु पर्यो जस्तै -8 डिग्री भनेर भनेको छ नि, यो तापक्रमको है -8 डिग्री सेन्टिग्रेड लाई कसरी भने माइनसलाई यङ हा भन्छ है, यङ हा फाल्दो, यङ हा फाल्दो, यङ हा फाल्दो। त्यसैगरी 32 डिग्री, 32 डिग्रीलाई कसरी भन्ने त सामसिबिदो, सामसिबिदो, सामसिबिदो। यो भनेको 32 डिग्री सेन्टिग्रेड पनि भयो। मौसमको कुराकानी गर्दाखेरि कसैले सामसिबिदो भनेर भन्नु भने 32 डिग्री सेन्टिग्रेड भन्ने कुरा बुझ्नु पर्यो। अब चाहिँ कोही कुरा हामीले एंगलको कुरा गरिरहेका छौं भने त्यहाँ 32 डिग्रीमा घुमेछ भन्ने बुझ्नु पर्यो। ल अब यो दो भनेको डिग्री हामीले यो सिनो कोरियन नम्बरको प्रयोग गरेर हामीले भन्छौं, सुन्छौं, युज गर्छौं। अब जाउँ आजको लागि अन्तिम नियम, नियम नम्बर 19 मा। नियम नम्बर 19 धेरै सटीक छ, सानो छ। हेरौं, ग्वा, ग्वा भनेको पाठ। यति पाठमा पुग्यौं हामी हैन। यो एडभान्स बुकको हामी 30 पाठमा पुग्यौं, 40 पाठमा पुग्यौं, 60 पाठमा पुग्यौं। हो त्यो पाठलाई पनि हामीले इल इ सामसाको प्रयोग गरेर गन्छौं। जस्तै हेरौं, 2 पाठ भनेर भन्नु पर्यो भने इग्वा, इग्वा। त्यसैगरी 50 पाठ भनेर भन्नु पर्यो भने ओसिपक्वा, ओसिपक्वा, ओसिपक्वा भन्छ है। यहाँ ब र ग जुधेको छ नि त, ब र ग जुधो भने उच्चारण के हुन्छ, प र क हुन्छ नि, ओसिपक्वा, ओसिपक्वा भनेको 50 पाठ। आजलाई यति नै। भिडियो कस्तो लाग्यो, ठिकै लाग्यो, राम्रै लाग्यो भने कृपया च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई लाइक र शेयर गर्नु होला। थ्यांक यू सो मच। हाम्रो भेट अर्को भिडियोमा हुनेछ।